मसँग त्यो बेलामा पैसा भयो भने मैले मेरो माया गुमाउनुहुन्थ्यो। त्यो बेला मैले पैसै नभएर त मैले माया गुमाएँ त। भनेपछि आखिर माया चोखो माया भएको भए त उसले मलाई छोडेर जाँदैन थियो होला त, जान्थ्यो जाँदिन्थ्यो नि त होइन। त्यो बेला मसँग पैसै नभएर त छोडेर गयो। पैसाको भ्यालु ठाउँ ठाउँमै छ। मान्छेले भन्छन् ए माया ठुलो ब्रेकअप चाहिँ त्यो सब त झैझगडा भएर अब शङ्कामा भएको होइन। जस्ट तिम्रो ड्याडीको डेथ भइसके पछाडि त्यसको केही पिरियड पछाडि चाहिँ तिम्रो दुईजनाको रिलेसन चाहिँ ब्रेक भयो। त्यसपछि म 2 वर्ष भएको थियो मेरो ब्रेकअप भएको। 2 वर्ष भएपछि म बल्ल दबोसमा छिरेँ। यस्तो छ दबोसमा छिरिसकेपछि नि अब लाइफ अब उसले उनीहरूले अब पाउनु मात्रै पनि त माया होइन, गुमाउनु पनि एउटा माया नै हो। ओके होइन अब थोरै हामीले आमाको बारेमा अलिकति चर्चा गऱ्यौँ होइन। तिमीलाई म प्रश्न गर्छु, वास्तवमा तिम्रो विचारमा होइन एकदम दामी तिमीलाई के लाग्छ, तिम्रो आफ्नो डेफिनेसन वास्तवमा